तिमी श्रमदानमा नआउने, श्रमदानमा त नआउने। बालेन दाइले तपाईलाई ट्रु लभ गर्नु हुँदो रहेछ, तपाईले त माया नै गर्नुहुन्न अरे। म त श्रमदानमा नआउने। कति तरुणी र तन्नेरीको पछि मात्रै लाग्ने। तरुणीको पछि लाग्दिन कि, तपाईले बालेन दाइलाई माया गर्छु भन्नु अनि म आउँछु। अब म चाहिँ यो माटोलाई माया गर्ने, देशलाई माया गर्ने, तर बालेन दाइलाई चाहिँ माया नगर्ने। बालेन दाइ उता एकतर्फी मात्रै मायामा पागल भइसक्नु भयो। त्यसो भए त म त महाकसम आउँदिन तपाईँको श्रमदानमा आउँदिन। त्यसको माया लाग्दैन तिमीलाई? त्यसको माया त लाग्छ नि। छिटो आउन, ढिलो भइसक्यो यार। अब त्यसको नाम निकालेर बोलाइहाल्नु भयो। त्यसको नाम निक्लेपछि त आउनै पर्यो, के गर्नु, आउँछु ल। कहिले आउने तिमी? एउटा गीत गाएर सुनाउनु, त्यो गीत सुनिसकेर आउँछु ल। झिरिरारी रुरिरा पारु, झिरिरारी रारिरा पारु। तपाईँ र म बोलेको थियौँ भनेर कसैलाई पनि नभन्नु है ल। छिटो गरेर आऊ है, देश बनाउनु पर्छ ल। ल म आइहाल्छु। ओके बाई। ओके बाई, म आउँदैछु। तपाईँ बालेन दाइको पोस्टको रिप्लाईको लागि एउटा गीत बनाउँदै गर्नु है ल। ल बनाउन थालिहाल्नु।